सरकारको विपद व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भए। उनी यसरी यो बैठकमा सहभागी भइसके पछाडि चौतर्फी यसले आलोचना र प्रश्न उठाएको छ। कतिपयले यो कुरालाई सामान्य रूपमा लिन भनेका छन् भने कतिपयले यो कुरालाई यो कसरी भयो, शोधन गुरुङ के को आधारमा विपद व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भए? न त उनी कुनै सरकारी कर्मचारी हुन्, न त उनी कुनै सरकारी मान्छे हुन्। एउटा गैर सरकारी संस्थाको एउटा एनजीओ को प्रमुख यसरी कुन आधारमा के आधारमा गएर विपद व्यवस्थापनको बैठकमा सहभागी भयो? धेरैले यस्तो प्रश्न गरेका छन् साथीहरू। जेनजी आन्दोलनको क्रममा साथीहरू हामी नेपाल भन्ने एउटा एनजीओले स्वयंसेवकको काम गरिरहेको थियो। आन्दोलनको क्रममा आन्दोलनकारीहरूलाई पानी बाँड्नेदेखि लिएर विभिन्न किसिमका सहयोगहरू गरिरहेको थियो। र त्यति बेला नै शोधन गुरुङ भन्ने व्यक्तिले भिडियोमा भनेका थिए कि हामी यो आन्दोलनमा कुनै आन्दोलनकारी होइनौं, हामी त स्वयंसेवक मात्रै हौं, हामीबाट यो आन्दोलन भएको होइन, हामीले त यहाँ स्वयंसेवकको काम गर्न आएका हौं भनेर भनेका थिए। तर पछि गएर शोधन गुरुङले म आफै नै जेनजीको लिडर हुँ भनेर उनी हरेक कामहरूमा अग्रसर भए। सरकार बनाउनेदेखि लिएर राष्ट्रपतिसँग वार्ता गर्नेसम्म कामहरूमा उनी अग्रसर देखिए। र त्यस पछाडि सरकार बनिसके पछाडिका गतिविधिहरूमा पनि उनी हरेक गतिविधिहरूमा अग्रसर बन्दै आएका छन्। र त्यही क्रममा साथीहरू शोधन गुरुङ हिजोको विपद व्यवस्थापन प्राधिकरणको बैठकमा समेत सहभागी भए। कतिपयले शोधन गुरुङलाई जेनजीको लिडर मान्न तयार छैनन्। शोधन गुरुङ एउटा एनजीओ को प्रमुख हो र आन्दोलनको क्रममा उनले आफूले यो आन्दोलन नगरेको भनेर पनि स्पष्ट पारिसकेका छन्। त्यसकारणले गर्दा हामीले शोधन गुरुङलाई जेनजीको लिडर मान्न सकिँदैन भनेर कतिपय जेनजीओले भनिरहेका छन् भने कतिपयले फेरि शोधन गुरुङ नै जेनजीको लिडर हो भनेर पनि वकालत गरिरहेका छन्।